लगाएको मैले चाहिँ आज फर्स्ट टाइम युट्युबमा भिडियो बनाउँदैछु। यो भिडियो चाहिँ म आज हाम्रो महारानी हामी यसरी गयौँ कि भिडियो बनाउन लाग्यो त्यसकारण त्यही पनि 3 बजेबाट हामी सुतेका छैनौँ किनकि हामी 5 बजे निस्केका थियौँ। तर मैले सुरुदेखि नै भिडियो राख्न नपाए पनि मैले यहाँ जसरी हजुरहरूलाई देखाइरहेको छु यो चाहिँ मैले हजुरलाई जति अवलोकन गरेँ मैले यो मन्दिर मैले त्यति नै हजुर मार्फत देखाउन लागिरहेको छु देखाइरहेको छु भनौँ। मलाई त्यति त मलाई युट्युबमा भिडियो हाल्न शिव मन्दिरमा एडिटिङ गर्न नि आउँदैन। म जस्ट ट्राई गर्दैछु। हजुरहरूले साथ सपोर्ट दिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु किनभने यो एउटा धार्मिक स्थल हो। दाङ तुलसीपुरको पहाडी एरियामा रहेको एसियाकै अग्लो त्रिशूल रहेको ठाउँ छ। यो 5 पाण्डेश्वर ले गएर यो मन्दिरमा बसेर उहाँहरूले गरेका कार्यहरूबाट यो मन्दिर चाहिँ स्थापना भएको हो भन्ने चाहिँ हामीले जानकारी पाएका थियौँ। र साथीहरू मैले चाहिँ यसरी भिडियो बनाउँदै म मन्दिर अवलोकन गरिरहेँ। म यहाँ दर्शन गरिसकेपछि म यसरी ध्वजा बाँध्न लागेको थिएँ र मैले उहाँ दिदीलाई पनि सोधेको थिएँ ध्वजा बाँध्नुहुन्छ भनेर उहाँले चाहिँ नाइ भन्नुभयो। म ध्वजा बाँधेँ अनि म टिका पनि लगाएँ र सँगसँगै म फेरि यो 108 वटा शिवलिङ्गको दर्शन पनि गरेँ र यसरी म दर्शन गर्दै गएँ। बिचमा म यसरी कुरा पनि गरिरहेको छु उहाँहरू दिदीहरूसँग। हेर्दै जानु होला। म यसरी 108 वटा शिवलिङ्ग दर्शन गरिसकेँ र अब म जसको मन चोखो छ भगवानले पनि त्यसैलाई आशीर्वाद दिन्छन् के। हामी यसरी गर्दै रहँदाखेरि शिवलिङ्गको दर्शन गरिरहेको भिडियो चाहिँ म हजुर मार्फत यसरी देखाएँ कि मलाई पनि त्यति साह्रै भिडियो बनाउन आउँदैन किनभने म त्यति भिडियो बनाएर हाल्ने मान्छे पनि होइन। मलाई चाहिँ यो धार्मिक स्थलमा गएका केही कुराहरू आफूलाई पछिसम्म हुन्छ भनेर मैले गरेको र मैले त्यो सकिसकेपछि हामी फेरि मन्दिरहरूतिर लाग्यौँ। यो चाहिँ हजुरहरूले शिवलय मन्दिर भन्छ हैन दाङ तुलसीपुरको शिवलय मन्दिरमा आज हामी महारानी सहकारीबाट भ्रमण लागेको छौँ। साथीहरू आज चाहिँ यसरी हामी चाहिँ भ्रमण भिडियो खिच्नको उद्देश्य नै यही हो। एउटा धार्मिक स्थल यस्तो ठाउँमा छ जहाँ हामीले पनि गर्व गर्नुपर्छ कि यति सफा यति मन्दिरलाई यति संरक्षण गरेर राखिएको छ कि हामी यसरी उकालो चढ्दैछौँ र त्यो उकालो चढ्दा पनि धार्मिक धर्मावलम्बीहरू आउने जति पनि धार्मिक स्थलमा आउनेहरूको लागि गर्मी नहोस् घामले नपोलोस् भनेर ट्रस पनि लगाइएको छ। र फेरि हामी यो मन्दिरमा पनि आइसक्यौँ। यो मन्दिरमा आउँदाखेरि धेरै मान्छेहरू भिड रहेछ।
र साथीहरू हामीले चाहिँ पूजा किन गरेनौँ भन्दाखेरि शुक्र अस्त भएको बेला हामीले पूजा गर्न हुँदैन भन्दा पनि पूजा चढ्दैन भनेको कारण हामीले पूजा गरिएन। र यो त्रिशूल देख्न सक्नुहुन्छ हजुरले। यो साथीहरू सबै हामी चाहिँ एउटै उसबाट गएका हो साथीहरू। फेरि हामी अब यसरी मजामा लाएर है उकालो चढिरहेको छु। मेरो पछि पछि दिदीहरू आउँदै हुनुहुन्छ, मसित सँगै जानुभएका दिदीहरू। चाहिँ भिडियो गर्दै अगाडि एक्लै हिँडिरहेको छु। र म यहाँ फेरि यो त्रिशूल भएको ठाउँमा पुगेँ। त्रिशूल भएको ठाउँमा हामीले फोटो पनि खिच्यौँ र मैले भिडियो पनि बनाएँ। र भिडियो बनाए सँगसँगै यसरी फुल त्रिशूल पनि हजुरले नि भिडियो बनाउनु न दिदीहरू भनेर त्रिशूल पनि देखाइदिन्छु भिडियो बनाउन लागे। उहाँहरू चाहिँ मेरो एउटा एजले फरक भए पनि मलाई पनि छोड्नु भएन, उहाँहरूलाई पनि मैले छोडिनँ। र मैले उहाँहरूलाई फोटो खिचिदिने सँगसँगै लिएर भिडियो खिचाउनसम्म म आफूलाई सँगसँगै भिडियो फोटो खिचाएर म उहाँहरूलाई लिएरै सँगसँगै हिँडेर ओहो मुना फोटो खिच्दैउ न, हाम्रो पनि चिनो हुन्छ नि भन्दै मलाई चाहिँ फोटो खिच्न र भिडियो खिच्न लगाउनु भयो। म पनि खुसी लाग्यो, किनभने उहाँहरूलाई पनि एउटा आशा थियो होला घुमेको ठाउँमा फोटो खिच्न होइन। त्यही भएर मैले खिचिदिएँ। र फेरि म तल झरिसकेपछि मन्दिरको फेरि एकचोटि यसमा भिडियो बनाएर जानु पर्यो भनेर चाहिँ फेरि भिडियो खिच्न चाहिँ लागेँ। र भिडियो खिच्दाखेरि मैले जति पनि मन्दिरको दृश्य देखाइरहेको छु त्यति नै अनि छ। यहाँ चाहिँ हाम्रो सर हुनुहुन्छ, उहाँ चाहिँ हाम्रो सहकारीको सर हुनु हो। ल म यसरी टिकटक पनि बनाएँ कि म बसको नजिकमा गएर हामीलाई अब मास्तिर मन्दिर घुमेर भइसकेपछि म एउटा टिकटक पनि बनाएँ यसरी। मलाई यो ड्रेस चाहिँ म आफूलाई पनि यति राम्रो लागेको छ कि वाउ छ कि वाउ। हेर साथीहरू नजानी भए पनि टिकटक चाहिँ बनाएँ मैले, किनकि म डान्सर पनि होइन। र त्यहाँ सँगसँगै हामी त्यहाँबाट निस्किसकेपछि हामी फेरि एउटा तुलसीपुरमा रहेको थारू कल्चरल अथवा होमस्टे, त्यहाँ जति पनि थारू समुदायकामा गरिने कामहरू र थारू समुदायले खाने बस्ने उनीहरूले लगाउने ड्रेस सम्बन्धी हरेक कुरा संरक्षण गरिएको ठाउँमा यसरी हामी गयौँ। एकदमै हामी सहकारीबाट गएका दिदीबहिनी अथवा दाजुभाइहरू हो। दाजुभाइ त कमै हुनुहुन्थ्यो, तर धेरै जसो चाहिँ आमा दिदी बहिनीहरू नै थियौँ। र म यसरी भिडियो गर्दै गइरहेको छु कि हजुरहरूलाई म कति देखाउन सक्छु भन्ने मैले आशा राखेको छु। हजुरहरूले पनि यो भिडियो मार्फत मनोरञ्जन लिनुहुनेछ र यो भिडियो मार्फत हजुरले मनोरञ्जन सँगसँगै देखेका दृश्यहरूलाई पनि आहा भन्नुहुनेछ। हजुरहरू पनि एकचोटि अवश्य जानुहोला, नजिक भएका टाढा भएका होइन, उहाँ चाहिँ मन्दिर दर्शन सँगसँगै यो एरियामा घुम्नको लागि जानु होला है त साथीहरू। अब हेर्दै जानु, मैले हजुरहरूलाई के देखाउँछु त्यो पनि हेर्नु होला है त साथीहरू। मैले यसरी ब्याक क्यामेरा गराएर सबैको भिडियो लिन खोजिरहेको थिएँ, तर अलिकति समस्या भयो, किनभने आफूले आफैलाई एउटा गर्न नि क्याच गर्न नि गाह्रो हुने रहेछ होइन। मैले यो फर्स्ट टाइम बनाएको भिडियो हो, त्यसैले अलिकति मिस्टेक पनि छ होला, राम्रो पनि छैन होला। तपाईँहरूले यसलाई एउटा स्टार्टिङ लेभलमा गरेका कामहरू हो भनेर सोच्दिनु होला। र साथीहरू यहाँ चाहिँ अब म यसरी गएँ कि सबै हेर्नु है, यहाँ चाहिँ थारू ड्रेस लगाएर होइन, कोही टिकटक बनाइरहनु भएको छ भने कसैले फोटो खिचिरहनु भएको छ। यो दृश्य यति दामी छ कि त्यहाँ अब यो एउटा यस्तो राम्रो ठाउँ छ, झरना जस्तो होइन, पानी सर्र आउने। यहाँ फोटो भिडियो खिच्नको लागि चाहिँ एकदमै भिड हुने रहेछ।
कतिपय मानिसहरू त त्यहाँ आफ्नो व्यक्तिगत कामहरूको लागि पनि जानुहुँदो रहेछ, केही बर्थडे पार्टीहरू यताउता गर्नको लागि। र दिन साथीहरू तपाईँले देखिरहनु भएको छ यो थारू समुदायले नाच्ने र आफ्नो ड्रेसलाई आफ्नो कल्चरलाई संरक्षण गरेर कसरी के गर्नुपर्छ भनेर देखाइरहेका छ यिनी भिडियोहरूले। र यहाँ चाहिँ थारू समुदायमा पकाएर कसरी कुन भाँडामा पकाएर खान्छन्, थारूहरूको मेन कुराहरू के हुन् त, थारूहरूले कस्ता कस्ता चिजहरूलाई के अरे बनाएन कस्तो कस्तो कुराहरूलाई सदुपयोग गरेका हुन्छन्, तिनीहरूले कस्तो सामानहरू बनाइरहेका हुन्छन् भनेर देखाइरहेको छ। यहाँ चाहिँ धेरै मानिसहरू बसेर तास खेलिरहनु भएको छ भने उतापट्टि गैडा काटेर भागभन्डा गरिरहनु भएको छ। भागभन्डा भन्दा पनि उहाँहरूले अब त्यो के हो हामीले त खासै बुझिँदैन होइन, उहाँहरूले थारू समुदायले नै बुझ्नुहुन्छ। र यहाँ चाहिँ जानुहोस् ल पुरानो रीतिरिवाजमा गरिने कामहरू हुन्। आजभोलि त खासै यस्तो हुँदैन। त्यही पनि यहाँ पनि अब कस्तो उस छ के होइन, यहाँ पनि थारू समुदायहरूले नाचेर टक्क होइन कस्तो दामी गराउनु भएको छ कि यो चाहिँ बनाउने मानिसलाई त एकदमै सल्युट हान्नुपर्छ, किनभने यति राम्रो तरिकाले बनाउनु भयो। मानिसको मूर्ति नै भनौँ होइन। अब यहाँ चाहिँ यसरी नाचेछन्, कोही रक्सी खाएर यस्तो फाल्लेछन्, या कसैले पैसा चढाइदिएछन् होइन। यो बनाउने कला चाहिँ मान्छेमा एकदमै राम्रो होइन। अब यहाँ पनि हेर्दै जानुहोस् हजुरहरूले कतिपय भिडियोहरूमा राम्रो क्लियर आएको छैन होला। मैले क्लियर आउनको लागि एकदम भिडियो बनाएर छोटो समयमा हामीले त्यहाँ घुमेर भ्याउनु पर्ने थियो, किनभने हामीसँग समय थिएन। हामी बुटोलदेखि जाँदाखेरि लगभग 5 घन्टा लाग्ने थियो भने हामी बिहान 6:30 बजे हामी त्यहाँ माथि मन्दिरमा गएको थियौँ भने हामी 6:30 बजे यहाँबाट हिँडेको हो। हामी वहाँ पुग्दा चाहिँ हामी 12 बजेको थियो भने हामी पनि 1 घन्टा घुमेर हामी फेरि यहाँ आइपुगेका हौँ। यहाँ आउँदा पनि हामीलाई धेरै समयसम्म नघुम्नु हामीलाई रात पर्छ भन्ने कारणले चाहिँ हामी धेरै भिडको कारणले छिटो भिडियो बनाउँदै हिँडिरहेका थियौँ। यो चाहिँ ढिकी हो, पुरानो परम्पराका सामानहरू छन्। तपाईँहरूले कतिको बुझ्नुभयो यो ढिकी भन्ने होइन। हामीले चाहिँ एकदमै बुझियो, किनभने हामी चाहिँ म पनि एउटा गाउँमा हुर्केको हो, गाउँमै हुर्केर गाउँमै गएर अहिले यतिको सहरमा बसेको हो। तर मलाई चाहिँ धेरै कुराहरू थाहा नभए पनि कतिपय कुराहरूलाई आफूले यहाँ चाहिँ घोगी ढिकुरो के भन्छन् होइन। अब मैले त खासै बुझ्दिनँ। यसरी पकाइरहेको भाँडाहरू देखाइरहनु भएको छ। यो चाहिँ अब माटोले बनाएका धान चामल राख्नेहरू हुन्। यहाँ अब यसरी के बनाइरहनु भएको छ। यो चाहिँ मैले त्यति राम्रोसित निहालेर मैले उ गरिनँ। यहाँ चाहिँ गीतहरू पनि बजाइरहेको छ होइन। यति राम्रो छ त्यो ठाउँमा। मैले धेरै राम्रोसँग भिडियो कैद गर्न सकिनँ होइन। तर वहाँ गएर हेर्दा चाहिँ आफूलाई एकदमै आनन्द आउँछ के, एकदम आनन्द आउँछ साथीहरू। यो आनन्द लिनको लागि त ओ माई गड। तर थारू समुदायमा नजन्मिए पनि थारू समुदायका कतिपय कुराहरू त एकदमै मनपर्छ मलाई। के अरे एकदम मनपर्छ। तर के गर्ने होइन, उहाँहरूको ड्रेस होइन यति राम्ररी बनाएर राखिरहेको छ। नाचेका मारुनीहरू होइन, मारुनी भन्छ कि के भन्छ होइन, त्यो त मलाई त्यति थाहा छैन। तर मैले आफूले जे जति जाने त्यति म भने। यो सबै
भित्र यति एरिया घेरेर राखिएको छ कि त्यहाँ छुन मनाइ छ है, बाँकी छुन दिनु हुँदैन। किनभने अब छुँदा कुनै हामीले यसो छोयो भने केही कुरा भाँचेला बिग्रेला होइन, त्यही भएर हामी टाढा टाढाबाट हेरिरहेका छौँ। यसरी संरक्षण गरेर राखेको छ। यहाँ नाच हेर्नु कस्तो राम्रो ड्रेस लगाएर टक्क बनाएर, ओ माई गड, ओ माई गड, ओ माई गड। यो दृश्यहरू देख्नको लागि त म त एकदम त्रसित थिएँ देखेर पनि आइयो। र यसरी म भिडियो फेरि म आफूलाई पनि कैद गरेर भिडियो बनाएँ। यसरी भिडियो बनाएर कैद गरिसकेपछि फेरि म सबैबाट त्यहाँ जति आफूले कैद गर्न सकिन्छ म आफूलाई लिएर म कैद गरेँ। र साथीहरू अब चाहिँ म त्यहाँबाट निस्किँदैछु। म फेरि ब्याक हुँदा पनि फोटो खिच्नको लागि भिडियो बनाउनु पर्यो, फोटो खिच्नु पर्यो भन्दै आइरहेको थिएँ एक्लै। सबै साथीहरूसँग मेरो साथीहरू चाहिँ निस्किसक्नु भएको थियो, तैपनि म एक्लै र यसरी भिडियो बनाउँदै निस्किसकेपछि अझै पनि कतिपय कुराहरू मलाई अझै राम्रोसित लिन मन लागेको थियो। अनि यहाँ आएर मैले फोटो पनि खिचेको थिएँ। सबैले आज फेमस भयो ओहो कस्तो दामी छ, दामी छ नि, के गर्नु र होइन। यो ड्रेस त मलाई एकदमै मन परेको। र फेरि म त्यहाँबाट फेरि बाहिर निस्किसकेपछि फेरि म यसरी ब्याक गराएर फेरि भिडियो बनाएँ अर्को ठाउँमा गएर। मेरो अलिकति हातले क्यामेरा छेकियो, क्यामेराको छेकियो, केही छैन। त्यही पनि हजुरहरूले हेरिदिनु होला। म यसरी फेरि बाहिर निस्किँदाखरिमा थिएँ, त्यहाँभित्रहरू थारू समुदायमा खानेकुराहरू के कुराहरू छन् त्यहाँ समय संरक्षण गरेर दालहरू के सबै थारूहरूको मात्रै छ कि त्यहाँ सामान। म त पहाडहरू पनि युज गर्छु नि त, के हरेक सामानहरू राखेको छ। अनि फेरि त्यहाँबाट निस्किसकेपछि फेरि म भिडियो र अब फेरि म त्यहाँबाट फेरि बाहिर निस्किँदै जाँदा यसरी भिडियो बनाउनु निस्क्यो। अब चाहिँ लास्ट हुँदै गएको छ मेरो भिडियो। हजुरहरूले यो भिडियोलाई जति पनि हेरिदिनुहुन्छ एकदम। अनि त्यसपछि म चाहिँ धर्ममा आफैले सिम्पल लगाएर भिडियो बनाएँ। आफैले एकदम मन पर्यो मलाई भिडियो गराइदिने मान्छे। मेरो आफ्नो लेभलको कोही थिएन साथीहरू। अलिकति एजेड हुनाले उहाँहरूले त्यस्तो फोटो खिच्न भिडियो खिच्न नआउने कारणले म एक्लै भ्याइसक्नु यता पनि हेरेर। त्यहाँबाट फेरि म अब लास्ट ठाउँमा जाँदैछु। त्यतातिर जाँदा चाहिँ कतिपय मानिसहरूको मूर्ति बनाएर राखेको छ त्यहाँ। र कतिपय मानिसहरूले ड्रेस लगाएर फोटो खिचिरहनु भएको छ। आज चाहिँ हामी दाङ घोराइको थारू समुदायको संरक्षण केन्द्रहरू हेर्नुभएका छौँ। देख्न सक्नुहुन्छ हजुरले उहाँ बर्थडे मनाइरहनु भएको छ भने हामी चाहिँ यता भिडियो बनाइरहेको छ। कतिपय थारू समुदायहरूले आफ्नो ड्रेस लगाएर भिडियो अथवा फोटो खिचिरहनु भएको छ। ल है साथीहरू, अब हाम्रो चाहिँ आजको भ्रमण लास्ट भन्दा हुन्छ। त्यसरी हामी चाहिँ भ्रमण गर्न आज हाम्रो चाहिँ महारानी सहकारी संस्था लिमिटेडबाट यो छोटो मिठो भ्रमण थियो। त्यसैले आज हामी यहाँसम्म
हरमर गर्ने अवसर पाएका छौँ। थ्याङ्क यू सो मच भन्न चाहन्छु हृदयदेखि नै। मेरो बर्थडे मनाएर गएको छ। बर्थडे मनाएर गएको छ भने एउटा भिडियो खिचिरहेको छु। बाई बाई साथीहरू।